नमस्कार चढके सलाम हजुर सबैजनालाई। आज चाहिँ वाचिपाको खेला हुँदैछ। यहाँ केटाहरूसँग सानो एउटा रमाइलो पिकनिकमा हाम्रो मूलबहादुर दाउरा काट्दैछ हो। यहाँनिर हाम्रो साथीले यो गर्दैछ, रमेश यहाँ हेरिरहेछ, ऊ लासङ छ यहाँ हो। अनि म खट्टुम छ केटाहरूको एकदमै। आज चाहिँ वाचिपाको खेला गर्ने अरे केटाहरूले हो। अन्त सुँगुरको मासु छ। रमेशले चाहिँ अब कुखुरा पोल्नु थाल्यो एकदमै। आजको चाहिँ हाले कति एकदम कुखुराको आज भाले चाहिँ वाचिपाको लागि हजुरहरूलाई म मजाले खुवाउनु भन्ने विचार छ आज। यहाँ चाहिँ सुँगुरको मासु पोलाइ हुँदैछ हो। यहाँ राजले बोल्दैछ। यहाँ सुँगुर कान हुन्छ फेरि कान च्वाचेको मासु चाहिँ यसरी केटाहरूले पोल्दैछ। यहीँ मैले 3 किलो मासु पोलेको त यति मात्रै हुँदो रहेछ हेर्नु। यहाँनिर चाहिँ किमा हुँदैछ वाचिपाको लागि है। अनि यो चाहिँ सुँगुर कान पोलाइ हुँदैछ। यहाँ पर चाहिँ सुँगुरको मासु पोल्दैछ केटाहरूले भार लगाएर हो। अझै ल्याउँदैछ केटाहरूले सुँगुर मासु। अलि पुगेन अरे भार लाउँदैछ। यहाँ पछि आबाबु बिजी छ। ल यो प्याजको एकदम साह्रो हुँदैछ है वाचिपाको स्टार्ट भएको। ल हेरौँ है अब चाहिँ सुँगुर मासु पोलेपछि केटाहरूले गत्तामा छ है। खोर्सानी सोर्सानी हालेर है यहाँबाट निकाल्दै काट्दै पनि छ है हो। यहाँनिर चाहिँ एकदम मसला पाक्दैछ है। मैले यसलाई रेडी गर्दैछु होइन। अनि यहाँ अरू पनि रेडी छ। आजको पिकनिक चाहिँ एकदमै सुँगुर खाएर उयो च्वाचेको क्या हौ। मै हेर्नु त यहाँ च्वाचेको पोलेको त्यो साँच्चै भएछ खाने हो हजुर पनि च्वाचेको मासु। हेर्नुहोस् है आउनुहोस् च्वाचेको पोलेको मासु हो। कम टेस्टी भएको छ हाम्रो। मोसो यो चाहिँ कपुरे चाना च्वाचेको हो। यस्तो हुन्छ कपुरे चाना ए गोले साथी हो। च्वाचेको कपुरे चाना खाइदियो कपुर धामाधाम खुवाइ हुँदैछ है बसेर। ए च्वाचेको बोसो हो फेरि। फेरि आउँदैछ काना आयो त आजको मेरो भएको यो कलेज पनि छ आज। कोलेको सेक भएको पाक्दैन नि। सुँगुर कान हो अचारसँग मिठो हुँदा नि। यो चाहिँ च्वाचेको है। यो चाहिँ च्वाचेको कपुरे चाना भन्छ होला हो। मासु पाक्दैछ यो वाचिपाको लागि रेडी हुँदैछ। एउटा मासु पोलाइ पनि हुँदैछ फेरि गोरु मासु ल्याएको केटाले। सुँगुरको मासु पाक्दैछ है तोरा हुँदैछ। अब आजको पिकनिक चाहिँ एकदम यहाँ बनिँदैछ है। यो चाहिँ वाचिपाको लागि मासु पाक्दैछ हो। एकदम यहाँ वाचिपा हुँदैछ है। हेर्नुहोस् है मासु पाक्दैछ वाचिपाको मासु पाक्दैछ अब एकदम यसलाई मजाले पकाइ सजाइन्छ गरेर पछि वाचिपाको चाहिँ एकदम म्याकिङ हुँदैछ हो। यहाँ केटाहरूको चाहिँ एकदमै कसै दारु खाइछ है। कसै घाम तापिरहेछ है। एकदमै इन्जोय छ आजको दिनहरू। पर कसै लुटी खेलाइदिनुहोस् त के भएर आज दिन पनि घमाइलो लुडु 6 भन्दा कम्ती छ। यहाँ मात्रै हो फेरि यति हुनु पऱ्यो अरे। कोही इन्भल्भ हुँदैन त्यहाँ मात्रै अरे। मासु पकाएर खाइसक्यो अब वाचिपा खानुपर्छ। केटाहरूले चाहिँ 5 किलो सुँगुरको मासु र 2 किलो 3 किलो जस्तो गोरुको मासु चाहिँ चुक्ता बनाएको छैन। नाम निशानै छैन। अब यसलाई चुक्ता गर्नुपर्छ। यो चाहिँ एउटा चाहिँ हो। यो फेरि केटाहरू बसिहाल्यो यहीँ दोकान लगाइहाल्यो फेरि केटाहरूले। दोकान स्टार्ट भयो केटाहरूको। वाचिपा चाहिँ एकदम रेडी भएर हेर्नुहोस् है। अब यो बस्तीको कुखुराको वाचिपा है हाल्दैछौँ हामीले खानको लागि। हजुरलाई यो वाचिपा कस्तो लाग्छ छेउबाट पनि देखाइदिए अरे एकदमै। हेर्नुहोस् है वाचिपा चाहिँ यस्तो हुन्छ है। यो चाहिँ राईको डिक्स हो है। यो हामी 11 जना छौँ एकदम। यो वाचिपा चाहिँ बनाएर पनि हामीले चाहिँ खाना आँटेको। हेर्नुहोस् है चाहिँ वाचिपा खान थाले। यहाँ हाम्रो गोलेचाप
गोलेज्यू गोले तामाङ यहाँनिर लासङ हाम्रो सम्धिहरू छ है यहाँ पनि छ यहाँ एकजना छ है अनि यहाँ ए अब सबैले ए वाची बाजे खान थालेको छ मेरो पनि एक ताल मैले यहाँ राखिरहेको छु है म पनि खानेछु हेर्नुहोस् है सबैलाई खान थालेको छ कस्तो लाग्यो हजुरहरू लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनु होला ए हामीले पनि थाले हेर्नु वाची बाजे एकदमै दामी है पिकनिकको अन्तै भाँडाहरू नि बर्तनहरू एकदम थन्काउन थाल्यौँ ए खाएको कुराहरूलाई चाहिँ जलाएर स्वच्छ भारत अभियानमा अलिकति लागेको छौँ है सबै साफ सुग्घर गरेर केटाउ जलाउ सबै महिलाहरू ए केटाहरू अब यहाँबाट फेरि एकताल लास्ट अब हिँड्नु बिदावारी हुँदैछौँ है ल अब अर्को कुनै पनि भिडियो यस्तै पाएछ भने भेटघाट गरौँला तबसम्मको लागि चाहिँ हजुरहरूसँग बिदा पाऊँ नमस्कार चड्के सलाम हजुर सबैजनालाई फेरि पनि